गाइज यहाँ के छ यस्तो खतरा यस्तो डर लाग्दो उही तपाईँ त कस्तो हो र स्त्री हो र साइकल पनि देखिरहेको छैन जाउँ अब त हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अनि आज बजिरहेको छ साँझको पौने 6 को बिचमा यस्तो अदालेर अनि म यस्तो लिएर कहाँ जान लागेको हामी ठेगान छैन अनि आज चाहिँ हो नेपालको वैशाख 1 मतलब 2083 साल वैशाखको 1 ह्याप्पी न्यू इयर सबैजनालाई यो भिडियो अपलोड हुँदा त अब धेरै टाइम लाग्छ होला त्यही पनि ह्याप्पी न्यू इयर सबैजनालाई अनि हामी चाहिँ न्यू इयर मनाउनलाई चाहिँ रेडी भएर जाँदैछौँ बस हावा खानलाई मात्रै हो अन्त कतै केही गर्न जान लागेको होइन गएपछि के थाहा क्रेभिङ भइरहेको के अनि केही पनि होइन त्यस्तो बस जान मात्रै लागेको हामी अनि म पनि हिँड्दिन मात्रै लाग्यो सेक्सी गर्लहरूसँग हिँड्दैछु म कस्तो अनि भ्लग हो नि त नि ब्लगर आइम ब्लगर युट्युबर न अहिले तपाईँहरू पनि युट्युबर नै हो चाहिँ मेरो भिडियोमा पार्टनर ओ माई गड म फेमस हुनु भनेको तपाईँहरू फेमस हुनु हो यसरी हिँडिरहेछौँ हामी चाहिँ न्यू इयर मनाउनलाई हिँडिरहेछौँ बाई बाई गाइज मलाई पहिलेदेखि यहाँनिर आएर तपाईँहरूलाई देखाउन मन थियो होइन यहाँ जापान आए बेलादेखि टाइपको घर छ क्या यस्तो राम्रो छ नि यो घरहरू चट्टापरीको घर साइडमा यस्तो खोला होइन अनि ठुलो अनि असिना चाहिँ यहाँ पुरै तोरी हो के फुलेको थिएन अहिले चाहिँ छैन पुष्पा आजको मेन हटेस्ट न्युज गाइज यहाँ चाहिँ सिग्नल रहेछ अनि यो बाटो चाहिँ म फर्स्ट टाइम आएको यस्तो छ यहाँ चाहिँ हिँड्दैछौँ अब हामी पुष्पाले एउटा ठाउँमा पार्क देखाएको छ अरे त्यो पार्कमा जाने चाहिँ गाइज फर्स्ट टाइम आएको म चाहिँ अनि ठुलो रोड रहेछ होइन म तपाईँलाई देखाउँछु खालको रोड रहेछ अहिले चाहिँ सिग्नल ऊ भइरहेछ नि साथी त्यहाँ कुरेर बसिरहेको छ त्यहाँ थिच्न मिल्ने रहेछ थिच्नु न ऊ चाहिँ अलिकति त्यो साइकल छैन है पसलले तपाईँहरूले के गरेर न्यू इयर मनाउनु भयो हाम्रो चाहिँ न्यू इयर यस्तो हुँदैछ भोलिबाट काममा जानुपर्छ फेरि आज छुट्टी चाहिँ छुट्टी नै थियो छुट्टीको दिनमा पनि फुर्सद छैन हो हामीलाई भ्याइ नभ्याइ छ यहाँ चाहिँ यस्तो जङ्गल रहेछ है तर यहाँ चाहिँ जहाँ पनि जङ्गलमा चाहिँ यसरी बारेको हुने क्या अनि फर्स्ट टाइम मैले एउटा केही कुरा देखेँ गाइज चाहिँ फिल्मतिर हुन्छ नि पुरानो फिल्मतिर जस्तै ऊ फिल्म छ नि के अरे सबले हेरेको बागवानमा पनि छ आफ्नो बुढीको लागि फोन कल गर्नको लागि यस्तो फोन हामी केही नदेखा केही नदेखा त यो त छ्या केही थिच्नको लागि चाहिँ म देखाउँदिनँ बस यहाँ चाहिँ यस्तो सिस्टम रहेछ भनेर मैले तपाईँहरूलाई देखाउन खोजेको हो पैसा लाग्छ होला यति राति यो जङ्गलमा किन यो जङ्गलमा यति राति राति अन्धेरोमा छैन है पसलहरू छैन है त्यतातिर नै चाहिँ यस्तो रहेछ गाइस यहाँ चाहिँ पार्क रहेछ यस्तो है कस्तो राम्रो पार्क होइन अनि साथीहरू यताबाट जाँदै साइकल खसाल्नको लागि अब म पनि साथीहरूको पछि लाएर जान्छु चलो ल हिँड्नु यस्तो रहेछ गाइजी बच्चाहरू खेलिरहन् राति हुँदा यहाँ कुकुर डुलाउन लिएर आइरहन् यसरी बच्चाहरू खेल्ने ठाउँ होला यो चाहिँ वरिपरि पुरै जङ्गल छ अब अस्ति साकुरा फुल्दाखेरि आउने फुर्सद भएन होइन अनि अहिले आइएको छ गाई यहाँ चाहिँ ठुलो यस्तो पोखरीहरू रहेछ है यसलाई यस्तो ठाउँ रहेछ यहाँ चाहिँ यस्तो खुल्ला होइन यहाँ आएर यस्तो आनन्दको सास लिन पाउँछ हो क्या होइन ड्राई पिकनिक पनि गर्न पाउँछ यहाँ पहिला साकुरा फुलेको थियो होला होइन अहिले चाहिँ अब अँध्यारो पनि भयो तर हरियो छ यतातिर
अनि त्यहाँतिर पनि ऊ बच्चाहरू खेलेर अघि मैले तपाईँलाई देखाएको ठाउँ त्यहाँ दुईजनाको फेरि यहाँ छिट्टै चलिरह म 3 जना शुद्ध भएपछि त के हुन्छ के गीत चले उडे आसमा पे अभी त्यहाँबाट गीतै बिर्स्यो ह्यापी न्यू इयर गाइज आज हाम्रो न्यू इयरको दिन यसरी पार्कमा आएर मनाइदैछ एकदम कस्तो कस्तो शीतल है न्यानो ठाउँ छ यहाँ चाहिँ यस्तो रमाइलो ठाउँ रहेछ यहाँनिर मैले त देखेको थिएन साथीहरू यहाँ कतिचोटि आइसक्नु भएको छ आनन्दको ठाउँ छ शीतल हावा चलिरहेको छ आँखाले राम्रोसित नदेखिस यस्तै हो यहाँ चाहिँ हाँस्छ गाईजी ला 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 अँध्यारो छ यो रात आज किन लामो लाग्दैन कहाँ हो गाइज यतिखेर हामी भिडियो बनाउँदैछौँ लाइटमा ओ माई गड मेरो अनुहार हेर्नु त कस्तो आइरहेको छ ओहो मैले आज कस्तो मेकअप गरेको थिएँ नि त अनि त्यही भएर हो क्या कस्तो लागिरहेछ भिडियो सुट एकदम राम्रो जो चाहिँ पुष्पाको तपाईँहरूले उसमा हेर्न सक्नुहुन्छ टिकटक भिडियोमा कि अब स्न्याप उसमा अनि मेरो पनि टिकटकमा हेर्न सक्नुहुन्छ ए गाइज यस्तो चलिरहेको छ यी राति राति ओ माई गड हामी टल्केको कति तर यति डरलाग्दो भइसकेको छ रातिको माहौल हेर्न सक्नुहुन्छ तपाईँहरू के छ अँध्यारोमा गाइज यहाँ के छ यस्तो डरलाग्दो उही तपाईँ त कस्तो हो र स्त्री हो र साइकल पनि देखिरहेको छैन जाउँ अब त आइसक्रिम खान आएको आइसक्रिम खुवाउँछु भनेर ल्याएको मान्छेले अब आइसक्रिम चाहिँ के थाहा आइसक्रिम पनि पाएन खानलाई डरलाग्दो मौसममा मात्रै परियो गाइज त्यही पनि ठिकै छ अन्त धेरै अबेला आयो नि त हामी त्यही भएर धेरै अबेला आयो नि तर राम्रो रहेछ कताबाट ल गाइज अघि गएको मैले भिडियो खिचेको ठाउँ चाहिँ ऊ यहाँ हो होइन यहाँनिर हो यो भिडियो खिचेको ठाउँ चाहिँ अनि अहिले त्यहाँबाट चाहिँ यहाँ आइपुगेँ म अहिले अँध्यारो छ पार्क चाहिँ यस्तो देखिन्छ सायद त्यो बच्चाहरूको लागि चिप्लेट खेल्ने ठाउँ होला अनि साथीहरू चाहिँ यहाँ पिङ खेल्दैछन् होइन याहु साथीहरू याहु दिनभरि काम गरेर पार्टीको आनन्द लिन पाउनु भनेको एकदम रमाइलो छ नि त खुवाउँछु भनेर ल्याएको थियो अब ऊ चाहिँ त्यहाँ ढुक्कले बस्छ आइसक्रिम त के पानीधरि पनि खान पाइएन आज मैले मेरो बुढालाई के भनेर हामी आज न्यु इयर पार्टी बनाउनु जान्ला होइन पार्टीको पारा हेर त यहाँ गाइज अब हामी चाहिँ उता सिप्लेट पनि रहेछ होइन यो बच्चा भन्दा पनि बढी चर्को ल छैन छैन ऊ ल पुष्पाको पालो ल यताबाट निस्किन्छ ल पुष्पा ओ पुष्पा न्यु इयर ल ह्याप्पी न्यु इयर यस्तो भइरहेछ न्यु इयर पार्टी यस्तो खतरा तपाईँ चाहिँ फेरि पुतुत्तै ननिस्किनु है अब भूत यहाँबाट जहाँ छिर्दैछ अर्काको ल अलिक पर बसौँ है अलि मान्छे के भएको ऊ लड्छ भनेर ऊ चाहिँ डल्लो मान्छे बाल्टङ बुल्टुङ होला जानु अब जाँदैछ विनिता ल ल ल ल ल 1 2 3 गो मजा आयो ल पुष्पा फेरि चढ्ने
ल गाइज यस्तो त छ हाम्रो न्यू इयर पार्टी न्यू इयर पार्टी यसरी मनाइयो होइन अब फेरि फर्किन लाग्यो गाइज विनिताले आइसक्रिम खुवाउने रे नयाँ सुपर मार्केटबाट ल आज नयाँ सुपर मार्केट नै घुम्दिउँ मै मात्र हो यहाँ नडुलेको ऊ पनि डुलिसकेको ऊ पनि डुलिसकेको म मात्र हो नडुलेको यहाँबाट हामी छिर्छौँ सुपर मार्केटभित्र अनि सुपर मार्केटभित्र नलिए पनि होइन सबै कुरालाई हात लगाउँदै लगाउँदै त्यसको प्राइस चेक गर्दै 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 हामी यति धेरै डुल्छौँ त्यहाँ फलफुल त जापानमा यति धेरै महँगो छ कुनै पनि फलफुल हातै लगाउन सकिँदैन बा झन् यो जुसहरूको प्राइस हेर्नु त्यहाँ 700-800बाट माथि छ माई गड एउटा फलफुलको प्राइस देखेर त मेरो झन् सातो गयो यो के हो माथिको 3000 रुपियाँ त्यसको प्राइस गाइज अनि यहाँ चाहिँ सुपर मार्केटमा मलाई अनौठो लागेको चाहिँ एउटा फ्रिज देखेर है अब कस्तो रहेछ केही नदेखेको जस्तो गरी भन्नु होला साँच्चीकै मैले देखेकै थिएन फर्स्ट टाइम मेरो आँखा अगाडि यस्तो यस्तो कुराहरू देखिरहेको थिएँ मैले मलाई एकदम कस्तो रमाइलो लागिरहेको थियो क्या अनि त्यहाँ ठुलो ठुलो अक्षर इङ्ग्लिस अक्षरमै होइन अब लेखेको अनि त्यसपछिबाट एकदमै कस्तो रमाइलो थियो यो सुपर मार्केट अनि यहाँ चाहिँ बिन्ता रक्सी खाने हो के अरे वाइन खाने हो भनेर जिस्काइरहेको छ अनि तपाईँ खाने भए लिएर हिँड्नु भनेर म जिस्काइरहेको थिएँ त्यहाँनिर अनि यहाँ चाहिँ तातो पाउरोटीहरू अनि यस्तो डोनटहरू पनि पाउँछ अरे भनेर भन्दै हुनुहुन्थ्यो विनिता र पुष्पा चाहिँ यहाँ पहिले आइसक्नु भएको रहेछ उनीहरू चाहिँ एक्लै एक्लै पनि धेरै हिँड्ने नि त अनि म चाहिँ एक्लै खासै हिँड्दिनँ त्यही भएर मलाई चाहिँ यो फर्स्ट टाइम अनौठो लागिरहेको थियो मलाई चाहिँ अनि नयाँ कुराहरू केही रहेछ भने चाहिँ लिएर जाने सोचले त्यहाँ यसो आँखा डुलाउँदैछु म चाहिँ घरबाट हामी आइसक्रिम खाने भनेर हिँडेको थियो नि त अरू केही नभए नि आइसक्रिम चाहिँ खुवाउँछु भन्नुभएको थियो बिन्ताले अनि आइसक्रिम किन्न भनेर छिरेको हो अनि त्यसपछि पुष्पा र म चाहिँ अब कुन आइसक्रिम लिने भनेर एकछिन त्यहाँ डिस्कस पनि गर्छौँ अनि त्यसपछिबाट यहाँ मध्येमा अलि त्यहाँ अरू सुपर मार्केटमा नपाउने भनेको चाहिँ यो मासु थियो त्यही भएर मैले चाहिँ एउटा मासु चाहिँ लिएँ यसमा चाहिँ हड्डी थियो नि त हड्डी भएको मासु पाउनै गाह्रो छ कि यहाँ जापानमा खालि त्यो हड्डी नभएको मासु मात्र राखेको हुन्छ अनि सी फुडहरू यसो डुल्यौँ म डुलेँ उनीहरू त त्यति साह्रो खाँदैनन् म चाहिँ मनपर्छ यस्तो कुरा अनि यसो डुलेँ लिन चाहिँ केही पनि लिन डुलेको मात्रै हेरेको मात्रै अनि त्यसपछिबाट यही हो गाइज यति हेरेर अनि हामी आइसक्रिम किनेर घर फर्किन्छौँ आइसक्रिम है उसके पास अब त्यहाँ चाहिँ राख्ने त्यहाँ ठुलो ठाउँमा चाहिँ नराख्ने गुस्सा मत करो उसके पास आइसक्रिम है साइकल राख्नु लाग्यो गाइज फाइनल घर आइपुग्यो मैले रामेन मात्रै ल्याएको कहाँ यहाँ खाने यहाँ हाल्ला छैन भने पग्लेको बल्ल न्यू इयर पार्टी है आइसक्रिम खान गएको काका डुलेर थ्याङ्क यू सो मच आइसक्रिमको लागि आजको न्यू इयर धेरै न्यू इयरै हो फाइनल गाइज घर आइपुग्यो अनि जुन आइसक्रिम खानलाई भनेर हामी ल भन्दै हिँडेको थियौँ फाइनली त्यो आइसक्रिम हातमा छ चाहिँ बिन्ता सानीबाट आज पाएको न्यू इयरको ट्रिट हो पग्ले छ अब आइसक्रिम खाने दिन आए अब आइसक्रिम पार्टी चल्छ धेरै अरूको न्यू इयर के खाएर गएको नि हाम्रो चाहिँ के खाएर गएको नि आइसक्रिम खाएर आइसक्रिम क्रिम है म त के क्रिम भएको थियो मोमो चाउमिन क्रिम मोमो चाउमिन मलाई हिजो भएको थियो नि मोमो कस्तो पिरो झोलमा खाम न त चाउमिन कहिले हुन्छ अहिले त हुँदैन है अब हुँदैन अब ओके गाइज आजलाई यति नै हामीले अब बिन्ता सानले दिएको आइसक्रिम पार्टी पनि गरिहाल्यौँ हाम्रो नयाँ वर्ष यसरी नै बितिसक्यो अब खाना बनाएर तपाईँहरूको नयाँ वर्ष कसरी बित्यो त्यो भने कमेन्टमा भन्न नभुल्नु होला अनि अहिलेसम्म मेरो भिडियोलाई हेरेर च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज च्यानललाई सब्सक्राइब गरेर माया गरिदिनु होला अनि भिडियोलाई लाइक कमेन्ट भन्ने गर्न नभुल्नु होला भन्दै आजको भिडियोबाट पनि म बिदा लिन्छु सबैजनालाई टेक केयर लभ यु अल बाई बाई